कुलमान घिसिङले नेपाली जनतालाई सेयर बेच्नुपर्छ 100 रुपियाँको सेयर बेचेर त्यो पैसाले विद्युत उत्पादन गर्नुपर्छ। विदेशीबाट चाहिने ऋण ल्याएर विदेशीको डोनेसन ल्याएर बिजुली उत्पादन गर्नु हुँदैन भन्दाखेरिमा उनले त्यही बेला हटाउनु लाग्यो। राजा केवाली मुर्दाबाद, कुलमान घिसिङ जिन्दाबाद भन्दा 3 महिना रकममा दिनु तैपनि पार्टी बोलेन। अब कहाँबाट के भयो त्यो सरकार ढलेपछि राजा केवाली हटी। सरकार संसदको अङ्कगणितले चल्छ। अहिलेको संसदमा दुईटैको सरकार हो, अहिलेको कुलमानलाई हटाउने हो। दुई चारजना जम्मा भएर त त्यो सरकारको निर्णयलाई चाहिँ प्रभाव पार्न सक्नुहुन्छ होला। त्यो त गर्दैन उनीहरू गर्ने भए त्यो झिक्दैन। यो त उनीहरू त के गरेको छ भने अर्को भ्रष्टाचारी ल्याएर अब हाम्रो दिनगन्ती सुरु भएको छ। अब हामी अन्तिममा पुगेका छौँ। तैपनि अलिअलि कमाउन सकिन्छ भने कमाइहालौँ भन्दा निर्णय गरेको छ उहाँहरूले। हामीले जति करायो भने उहाँहरू गर्नुहुन्न। त्यस कारणले यो सरकार ढाल्नुपर्छ, अर्को सरकार तयार गर्नुपर्छ कुलमानलाई बाँध्यो। फेरि अर्को सरकार आएपछि अब प्रचण्डजी आउने होला नि त। प्रचण्डजीको पनि अब देखिया छ बाबु, खुट्टी देख्दै चाल पाएँ भने जस्तो प्रचण्डजीले पनि अब जनताको मन जित्न सक्ने अवस्था छैन। नवनियुक्त के अरे महानिर्देशक जितेन्द्र साक्य चाहिँ केपी शर्मा ओलीको सालो पर्ने भन्नुभएको छ। उहाँहरूको कुरा यही हो, आफ्ना नातागोता ल्याउने, आफ्ना नजिकका मान्छे ल्याउने, अनि लोग्ने चाहिने लोग्ने सुहानी चुनाव लड्ने, लोग्नेले जितो सुहानी हारी भने सुहानीलाई समानुपातिमा ल्याउने। समानुपाती पद भनेको के हो? चुनाव लड्न नसक्ने मान्छे, जसले चुनाव लड्ने उसँग क्षमतै छैन त्यस्तो मान्छेलाई त्यो एउटा त्यहाँ संसदमा पुर्याउने भन्दा समानुपातिक राख्छ। त्यो त उनीहरूको त के भयो त? पैसाले बेच्ने। अनि लोग्ने जिते सुहानीलाई त्यहाँ ल्यायो, अनि सुहानी लोग्ने प्रधानमन्त्री भए सुहानी परराष्ट्र मन्त्री बन्ने। यस्ता किसिमका यी अब जनताले बुझिसके बाबु, तपाईँहरूले पनि बुझ्नु भएको छ। जस्तो संसदको दुई ठुला दल काङ्ग्रेस एमाले मिलेर बनेको सरकारले चाहिँ संसदकै चौथो ठुलो दलको राष्ट्रसभाको सभापति गर्नु, बालन शाहलाई असहयोग गर्नु, प्रशासनिक अधिकृत नपठाएर र अहिले कुलमान घिसिङलाई हटाउनु, यो कता गइरहेको छ यो शक्तिशाली सरकार? अब जनताले हामीले देश चलाउन सकेनौँ। म यो बुझ्छु, तपाईँहरू ख्याल गर्नुहोस् यो कुरामा। हामीले देश चलाउन सकेनौँ। यस्तै अवरोध काम गरेपछि जनता वार आउँछन् अनि हामी छोडेर जानुपर्छ, अनि जनताले नै राज गरून् भन्ने कुरा उहाँहरूको मनमा परिसकेको छ। त्यसै भएर यस्तो काम त्यही जनतामा टिचरहरूले चाहिँ देख्नु भएन। अस्ति माइती गर्न जुलुस गरेर कत्रो जुलुस तिनले 4 महिना भइसक्यो तलब खाना पाएको। बाहिर सामाजिक सञ्जालमा बाहिर हल्ला बालनलाई पनि सरकारले थुन्छ भन्ने कुराहरू आएका छन्। भेटाएर ठाउँ भेटाए थुन्छन् उनीहरू। जनताको मान्छे त देख्नै हुँदैन उनीहरूलाई भ्रष्टाचार चाहिएको छ, लुट्ने मान्छे चाहिएको छ। उनीहरू त्यस्तो मान्छे मात्रै खोजेर ल्याउने हो, आफ्नो नातागोता होइन। त्यो तपाईँले देख्नु भएन? तपाईँको भुटानी शरणार्थीको उसमा नेपाललाई भुटान शरणार्थी बनाएको त आफ्नै मान्छे मिलेर सेटिङ मिलाएर त्यो व्यवस्था गरेको होइन उनीहरूले। तत्कालीन गृहमन्त्री डाक्टर खाड पनि धरौटीमा छुट्यो। त्यही त त्यसो हाले। अब यहाँ जोसँग पैसा छैन, जो राजनीतिक पार्टीमा नजिक छैन, राजनीतिक पार्टीका झोले छैन, अनि त्यो चाहिँ जेल छ। राजनीतिक पार्टीको पहुँचले उनीहरू चाहिँ छुटेर जान्छन्। त्यही भएर यो व्यवस्था पहिलेको ऊर्जा मन्त्री दीपक खड्काले चाहिँ अब समाजमा लोड सेडिङ हुन सक्छ भन्नुभयो। हटिसक्यो। त्यही कुलमानलाई हटाएपछि त जे गरे पनि भयो, आफ्नो मान्छे ल्याएको छ। यो सबै योजनाबद्ध रूपमा अघि बढ्यो हो। हजुर, यो सबै योजनाबद्ध हो, योजनाबद्ध कुलमान हटाउने हो सबै त्यो।